यो वाला किरिङ हो के यो चाहिँ यस्तो कलर अवेलेबल यस्तो सबै चाहिँ चेरी वालामा किरिङ होला बो टाइपको सानोमा छ किरिङ चाहिँ बस्दो रहेछ यार दुईजना हिरो भएर यहाँ सामान मिलाउँदै होइन के भन्दा तेरो चट्टीदेखि सानो कुरा हो र जहिले चाहिँ देखिरहेको त हो यो नेल्सहरू भयो यो पिपल प्याज भयो किरिङहरू पनि थुप्रो आएको छ यहाँ यो वाला टुलिप वाला ब्रेसलेट हजुरहरूले कति देख्नु भएको छ अनलाइनमा कस्तो क्युट आएको छ कि टपहरू चाहिँ इन्फिनिटली प्लस हार्ट स्क्रिनसट गर्नु होला मन परेमा मोतीको यो स्टोनले भरिएको पार्टीतिर लगाएर जाँदा होस् या फेन्सी हुन्छ नि हाम्रो फेन्सी कपडाहरूसँग म्याच हुने गरी यो चाहिँ हो लिप ओइल चाहिँ अहिले चलेको एकदमै धेरै ट्रेन्डिङमा चल्यो चाहिँ यस्तो रहेको छ लिप ओइल प्लस किरिङ मेकअप गर्दा होस् हामीले चाहिने भनेको यो वाला हेड बेल्ट फेन्सीमा नेल्सहरू यो भित्र चाहिँ थुप्रो कलरहरू हुन्छ डिफ्रेन्ट डिफ्रेन्ट यो वाला किरिङ सनफ्लावरको पनि आएको छ सबैजना त देखाउन राम्रो लाग्छ हामीलाई देखाउन हामी हेर्छौँ भन्नुहुन्छ केही स्पेसल छ अब पसलको ब्लगहरू त हाल्नु पर्यो हेलो गाइस नमस्ते हजुरहरू मेरो ब्लगमा स्वागत छ र आज चाहिँ म पसलदेखि भिडियो स्टार्ट गर्दैछु पसलमा चाहिँ धेरै सामानहरू आएको छ कि धेरै सामानहरू आएको छ यहाँ अर्को हिरो छ दुईजना हिरो भएर यहाँ सामान मिलाउँदै होइन एकदम धेरै सामानहरू आएको छ नयाँ नयाँ र म हजुरहरूले देखाउने नि एक एक पिस गरेर जुन कि मैले भिडियोहरू हाल्दाखेरि हजुरलाई यति धेरै हेल्पफुल हुन्छ भने म किन नहाल्ने कस्तो राम्रो राम्रो आएको छ के भन्दा तेरो चट्टीदेखि सानो कुरा हो र जहिले चाहिँ देखिरहेको त हो यो नाटक नगर्छु के अरे कति राम्रो राम्रो लकेटहरू अनि यस्तो रिङहरू मतलब सबै रिङहरू कस्तो राम्रो राम्रो आएको छ कि रिङहरू चाहिँ बाहिर छ नेल्सहरू यो नेल्सहरू भयो यो पिपल प्याज भयो अनि यस्तो किरिङहरू पनि थुप्रो आएको छ यहाँ हुनुहुन्छ हृदेशजी त्यहाँ हुनुहुन्छ आर्यनजी अब जीले भन्नु पर्यो सामान मिलाउनेसँग सामान मिलाएपछि त म आफ्नो पारामा बोलिहाल्छु त्यही नै हो अनि यो वाला टुलिप वाला ब्रेसलेट हजुरहरूले कति देख्नु भएको छ अनलाइनमा एकदम धेरै भाइरल छ कि यो चाहिँ सो त्यही भएर यो टुलिप ब्रेसलेटहरू चाहिँ हामीसँग अहिले पिङ्क कलरमा र रेड कलरमा मात्रै एभाइलेबल छ यो चाहिँ रिस्टक भएको हो हामीले फर्स्ट दुईवटा लट त हामीले बेचिसक्यौँ अनि कस्तो क्युट आएको छ कि टपहरू चाहिँ अनि हामी यस्तो स्यास र फ्यापा भएको छौँ कि ओह माई गड म फर्स्टमा चाहिँ तपाईँहरूलाई ऊ देखाउँछु ल रिङहरू देखाउँछु यो वाला रिङ हेर्नुहोस् प्रिटी रिङहरू आएको छ के यो चाहिँ रोजवाला यो पनि भयो अनि यो वाला भयो हजुरहरूलाई कुन कुन मनपर्छ स्क्रिनसट गर्नु होला अनि यो वाला भयो मैले चाहिँ खोलहरू निकालिनँ कि खोलहरू निकालिनँ मैले चाहिँ एकदम धेरै हतार भइरहेको छ सो मैले चाहिँ रिङहरू केही पनि ननिकालिकन त्यसै हालिदिनु लगाएको के मतलब कति धेरै अस्ति पनि मैले सामानहरू हालेँ हजुरहरूलाई कति धेरै हेल्पफुल भयो कति धेरै सामानहरू अर्डर पनि गर्नुभयो एकदमै पसिरहेको छ क्या एकदम अर्डर गर्नुभयो कि सामानहरू अनि सो त्यही भएर चाहिँ म अहिले सामान आउने साथै के अरे तपाईँहरूलाई देखाउनु पर्ने लाग्यो किनकि हजुरहरूले अस्ति सामान हालेको कति धेरै मन पराउनु भयो त्यही भएर मैले यति धेरै यस्तो पसिनाहरू आउँदै पनि मैले यसरी देखाइरहेको छु कि होइन दुईजना भएर त त्यहाँ फर्स्टमा चाहिँ मैले तपाईँहरूलाई आउँदिनै देखाएँ किनकि यो चाहिँ यो बाहिर थियो कि सो त्यही बाहिरबाट देखाएँ मैले अनि हजुरहरूलाई कुन कुन मनपर्छ स्क्रिनसट गर्नु होला अनि यस्तो छ औँठीहरू चाहिँ कस्तो प्रिटीहरू औँठीहरू छ कि यो वाला देखाइसकेँ अनि यो वाला त छ नि माई गॉड इन्फिनिटली प्लस हार्ट प्लस बटरफ्लाई सब मिक्स छ कि यसमा चाहिँ यो पनि एकदमै धेरै राम्रो छ अनि वाउ यो चाहिँ व्हाइट कलरमा पनि रहेको छ सबै यो चाहिँ एडी छ कि यो चाहिँ एडीवाला हो सबै यो पनि त्यही नै हो यो वाला छ यो वाला भयो र यो वाला पनि छ र यो वाला सब स्क्रिनसट गर्नु होला है हजुरहरू मैले यत्तिकै देखाइदिएँ अहिलेको लागि सो गाइस मैले फर्स्टमा चाहिँ हजुरहरूलाई औँठी देखाएँ र सेकेन्डमा चाहिँ म टपदेखि स्टार्ट गर्छु अब चाहिँ अनि आर्यनले मेरो फोटो चाहिँ भिडियोहरू चाहिँ आर्यनले गरिदिँदैछ यहाँ आर्यनले अनि उसले सामान दिँदैछ अब चाहिँ उहाँहरूले मलाई यसरी क्यामेरा गरिदिनुहुन्छ एकजना सामान दिनुहुन्छ अनि मलाई इजी हुन्छ नि त सो यो वाला टप बटरफ्लाईमा एउटा निकालेर देखाउँछु म हजुरहरूलाई यस्तो छ स्क्रिनसट गर्नु होला मन परेमा बह र यो रहेको छ एकदमै धेरै राम्रो फेन्सीमा टप यो यसो देखाइदिन्छु म हजुरहरूलाई अब सेकेन्डमा रहेको छ यो
हेभी मोतीको यो स्टोनले भरिएको फेन्सीमा टप यो चाहिँ र यो चाहिँ चेरीमा रहेको छ ग्रीन प्लस रेडवाला चेरी हजुरहरूलाई थाहा नै छ आजभोलि एकदम धेरै चेरी चलिरहेको छ सो यो चाहिँ ग्रीन र रेडले यसलाई यसको फेन्सी निकालेको छ र अर्को रहेको छ यो वाला जुन हामी पार्टीतिर लगाएर जाँदा होस् या फेन्सी हुन्छ नि हाम्रो फेन्सी कपडाहरूसँग म्याच हुने गरी यो चाहिँ हो टप्सहरू सबैसँग हुन्छ यो चाहिँ र यो रहेको छ एकदम प्रिटी वाला आएको छ कि यो ऊहरू चाहिँ टपहरू चाहिँ मलाई पनि एकदमै पर्सनल मन परेको हो यो चाहिँ यस्तो रहेको छ यो चाहिँ देखेछ नि र अर्को चाहिँ यो रहेको छ र अर्को रहेको छ यो वालामा ब्याक साइड चाहिँ स्टोनले भरेको र मेन साइडमा चाहिँ यो मोतीले उ गरेको यसलाई टपहरू चाहिँ यति नै रहेको छ अब म अर्को देखाउँछु म तपाईँलाई लिप ओइलहरू लिप ओइल चाहिँ अहिले चलेको एकदमै धेरै ट्रेन्डिङमा चलेको वाला लिप ओइल चाहिँ हाम्रोमा आइसकेको छ जुन रहेको छ मिनी ट्याङ्गो त पहिल्यैदेखि नै चलिआएको हो र अहिले चाहिँ मिनी ट्याङ्गो प्लस एमा चाहिँ लिप स्लिपिङ वाला एमा मिक्स भइरहेको छ मोइस्चराइजिङ स्मुथवाला यस्तो वाला अहिले एमा प्लस भइरहेको छ कि प्लस यो किरिङ पनि हो ल यसै कस्तो रहेछ भने यो एक पिस निकालेर देखाइदियो हजुरलाई एमा चाहिँ फ्लेभर रहेको छ फ्लेभर चाहिँ एमा सबैवाला फ्लेभर रहेको छ एमा एमा 4वटा वाला रहेछ एमा चाहिँ फ्लेभर चाहिँ हजुरहरूलाई मनपर्छ भने पसल भिजिट गरेर लान पनि सक्नुहुन्छ र अनलाइनदेखि के अरे अर्डर पनि गर्न सक्नुहुन्छ र हाम्रो चाहिँ अनलाइन अफलाइन दुइटै हुन्छ हाम्रो पसल रहेको छ न्यू रोड पेउखा मार्गमा रहेको छ लिपोलमा दुइटा मात्रै हो अर्को पनि तर लिपोल सकाम न तेरो पहिला नि देखा होला नि पहिला यो चाहिँ किरिङ प्लस लिप ओइल हो यो चाहिँ एकदमै धेरै चलिरहेको छ कि आजभोलि त हजुरहरूलाई थाहा नै छ सोसियल मिडियाभरि नै किरिङ लिप ओइलले भरेको छ अनि यो चाहिँ यस्तो रहेको छ लिप ओइल प्लस किरिङ अर्को चाहिँ रहेको छ यो हेयर ब्यान्ड यो चाहिँ स्किन केयर गर्दाखेरि एकदम धेरै मोस्ट हुन्छ नि कपालहरू अगाडि फर्किँदा फेरि डिस्टर्ब हुन्छ नि त हामीलाई मुख धोइ फेस वास गर्दा होस् या स्किन केयर गर्दा होस् अनि मेकअप गर्दा होस् हामीलाई चाहिने भनेको यो वाला हेयर ब्यान्ड हो म हजुरलाई एक पिस निकालेर देखाइदिन्छु यो चाहिँ ह्यान्डको हो प्लस यो चाहिँ हेयरको लागि हो ल यो चाहिँ हेयर यस्तो वाला गर्ने लगाएर त नदेखाउनु आर्यनले भनेर म यो देखाउँछु म हजुरहरूलाई लगाएर माइ गड अन्त म माथिबाट मात्रै यस्तो गरिदिएँ ल मेरो कपाल बिगारिन्छन् कि हातमा पनि लगाउने यता के गर्नु लगाउँछ के गर्नु यो चाहिँ यस्तोको हो हातको अर्को पालो चाहिँ यो नेल्सबाट स्टार्ट गर्छु अब फेरि नेल्स रहेको छ यो चाहिँ फेन्सीमा नेल्सहरू एकभित्र चाहिँ थुप्रो कलरहरू हुन्छ डिफ्रेन्ट एउटा चाहिँ खुलेर देखाइदिन्छु ल म हजुरहरूलाई जस्तो यस्तो हुन्छ कि यहाँ देखाइदियो त जस्तो यस्तो हुन्छ कि यस्तो वाला आउँछ यो स्किन कलरको आउँछ यो सबै कलरको छ म्यारुन कलर स्काई ब्लू स्काई रेड सबै आउँछ यसमा चाहिँ र यो चाहिँ अहिले एकदम धेरै चलिरहेको चेरी रेडवाला नेल्स भन्छ यसलाई चाहिँ चेरी रेडवाला रहेको छ यो चाहिँ चेरी रेड र अहिलेको एकदमै धेरै ट्रेन्डिङ र एकदम धेरै भाइरलवाला हामीसँग टुलिपवाला ब्रेसलेट चाहिँ आइसकेको छ यो रहेको छ एउटा निकालेर देखाइदिन्छु म हजुरहरूलाई यसमा चाहिँ कलर अभाइलेबल भन्दा पनि अलिकति यो फर्स्ट लटमा चाहिँ थियो अहिले चाहिँ कलरहरू अभाइलेबल त्यस्तो केही छैन रेड र पिङ्क मात्रै छ अहिलेको लागि चाहिँ यो राम्रोसँग देखाइदिएँ यो चाहिँ यस्तो रहेको छ टुलिपवाला यो चाहिँ साइज स्यान्ड फुल बनाएर लगाउनु मिल्छ र अर्को चाहिँ जुली रहेको छ यो वाला जुली फेन्सी डिजाइनमा यो वाला जुली एकदमै धेरै भाइरल छ हाम्रोमा चाहिँ धेरै जस्तो आउने भनेको नि यो भाइरलवाला अनि हुन्छ नि ट्रेन्डिङवाला आउँछ कि हामीसँग किनकि हाम्रो डाइरेक्ट चाइनादेखि नै आउने हो मतलब अरूको थ्रुबाट ल्याउने होइन सो चाइनाबाट चाहिँ हाम्रोसँग डाइरेक्ट लिएर आउँछ कि सो त्यही भएर चाहिँ भाइरल आइटमहरू हाम्रो फर्स्टमै आइपुगिसक्छ यो चाहिँ रहेको छ जुली वाला भयो अर्को वाला पनि छ यो वाला भन्दा पनि अलिकति ठुलो मोतीमा यो वाला अलि मोटोमा हो यो जुली चाहिँ र अब चाहिँ म तपाईँहरूलाई लकेट देखाउँछु लकेट त हामीसँग कति धेरै भेराइटीहरू छ र अहिले आएको लकेटमा चाहिँ फेन्सी डिजाइनको नयाँ भाइरलवाला चाहिँ देखाउँछु फर्स्टमा
यो वाला रहेको छ स्टोन मोती टाइपको स्टोनलेस स्टिलवाला लकेट हो है यो यिनीहरू चाहिँ अनि यो रहेको छ स्टारमा र यो रहेको छ स्टोनमा लकेटहरू स्टेनलेस स्टिलवाला यो चाहिँ बोमा रहेको छ यो चाहिँ रहेको छ देखाइदिनुहोस् त यहाँ यो चाहिँ रहेको छ क्लिन्जिङ गर्नेवाला कि मतलब हुन्छ नि यस्तो होला कि क्लिन्जिङ हामी जस्तो फेस वासहरू क्लिन्जिङहरू लगाएर हामीले हातले मसाज गर्नु परेन कि यसले मसाज गर्दा पनि हुन्छ कि यसरी स्मुथ छ कि यो चाहिँ होइन यस्तो सफ्ट छ कि यो चाहिँ यसले गर्दा पनि हुन्छ र आफूलाई अलिकति धेरै मलाई अलिकति हुन्छ नि हार्डवाला चाहिएको छ भने पनि यसको ब्याक साइडमा पाउन सक्नुहुन्छ हजुरहरूले र गाइज अर्को चाहिँ यस्तो यस्तोमा रहेको छ कि किरिङहरू चाहिँ यस्तोमा पनि आएको छ हामीसँग यो वाला किरिङ चेरीवाला किरिङ पनि आएको छ र यो चाहिँ फ्लावर टाइपको पनि आएको छ क्या सनफ्लावरको पनि आएको छ कस्तो क्युट क्युट आएको छ नि यो चाहिँ म खोलेर देखाउँदिनँ होइन एकदम धेरै हतार भइसक्यो कि घर जानको लागि पनि राति भइसक्यो नि त सो अब चाहिँ घर जानुपर्छ र हजुरहरूले त सोच्नुहुन्छ होला है भ्लग हुन्छ कस्मेटिक सामान देखाउँछ भन्नुहुन्छ होला कोहीले अब सबैले त होइन सबैजना त देखाउन राम्रो लाग्छ हामीलाई देखाउन हामी हेर्छौँ भन्नुहुन्छ कोही त हामी अर्डर गर्छौँ भन्नुहुन्छ र कोहीलाई त बोर पनि लाग्छ होला र इन्ट्रेस्टिङवाला भ्लग चाहिँ म छिटै लिएर आउने छु हजुरहरूको सामु र जहाँ भए पनि मान्छेहरू खुसी हुनुपर्छ सो म अहिले चाहिँ पसलमा छु पसलकै सामानहरू देखाइरहेको छु अनि कहिले अब घुम्न जाने कि केही स्पेसल छ म पछि त तपाईँहरूलाई देखाइ नै हाल्छु केही स्पेसल छ कतै जाँदैछु भन्दा पनि अब कतै के हुन्छ अब त्यो त फिक्स त छैन तर सकेसम्म म छिटो हजुरहरूको लागि इन्ट्रेस्टिङवाला भ्लग ल्याउने छु र अहिलेको लागि पसलमै छु म अब पसलकै भ्लगहरू त हाल्नु पर्यो सो त्यही नै हो अहिलेको लागि चाहिँ भ्लगहरू पसलमै छु पसलकै बनाउँछु बाहिर जान्छु बाहिरकै बनाउँछु मेरो चाहिँ मिक्सवाला हो कि यो भ्लग चाहिँ म पसलकै मात्रै देखाउने होइन बाहिरको मात्रै देखाउने होइन मेरो मिनी भ्लग मिक्स भ्लग सबै हुन्छ मेरोमा चाहिँ होइन मेरो एउटा मात्रै छैन कि म एउटा यति बाहिरको मात्रै भ्लग बनाउँछु भनेको होइन कि मैले के गरिरहेको छु के कस्तो गरिरहेको छु भनेर मेरो यो भ्लगमा त छिराउनु पर्यो नि मैले के गरेको छु भनेर हो कि होइन हो नि कोलाई के लाग्यो कमेन्ट मार्फत भन्नु होला किरिङहरू देखाउनु लागेको थियो कि यो किरिङहरू हजुरहरूले पनि एकदम धेरै मन पराइदिनु भएको थियो एकदम धेरै अर्डर पनि थियो यो किरिङहरूको चाहिँ मेरो एकदम धेरै अर्डर थियो अनि यो वाला किरिङ हो कि यो चाहिँ यस्तो लागेको छ यस्तो कलर एभाइलेबल यस्तो छ पिङ्क लाइट पिङ्क ब्राउन सबैसँग चाहिँ यो चाहिँ चेरीवालामा किरिङ होला बो टाइपको के चेरीवालामा कि भेलभेट कपडाको हो यो चाहिँ यस्तो छ यस्तो कलर अप्सनहरू यस्तो छ वाउ कस्तो क्युट हो कि कस्तो मलाई मन परेको होइन यति थुपारिसकेँ मैले घरमा लगेर यति धेरै थुपारिसकेँ मलाई यति धेरै मनपर्छ कि यो किरिङहरू कति धेरै के त्यो टाइपको भइसकेपछि चाहिँ यस्तो बेच्ने यताउता मन परेपछि त लग्ने क्या म त लग्ने अनि लगाइलिने हिसाबलाई त अस्ति भर्खर यो नयाँ आएको यो चाहिँ एकदम धेरै भाइरल ब्रेसलेट हो आइलिन्छ त्यसपछि लगाइलिन्छु कि म चाहिँ फेरि त्यस्तो टाइपको चाहिँ जे मन पऱ्यो झोकै उठाइदिइहाल्ने हो यो सानोमा छ यो किरिङ चाहिँ वाउ वाउ बस्दो रहेछ यार मलाई त के कुरा अलिक खुसी हुन्छस् भन्यो भने पनि म त नयाँ सामानहरू देखेर खुसी हुन्छु नि भन्छु कि जस्तै मलाई ड्रेसमा एकदम धेरै मलाई मन छ र मलाई यस्तो किरिङहरू टपहरू हुन्छ नि ज्वेलरी आइटमहरू देखेपछि त एकदम म त बिगेस्ट फ्यान ज्वेलरी आइटमको त के भन्नु मेरो त सीमितै छैन कि म यही कुराले खुसी हुन्छु क्या यो वाला रहेको छ यो प्रिटी आउच ला यस्तो कलरहरू चाहिँ यस्तो छ र डिजाइन पनि फरक छ यसको चाहिँ कस्तो भिडियो यो ल बच्छ कि यो चाहिँ अनि तिनीहरू सामानहरू चाहिँ तर मैले सबै मध्येमा चाहिँ मैले अलिअलि गरेर देखाएको छु त्यति धेरै देखाएको छैन सबै अलिअलि देखाएको छु सबै चाहिँ मैले देखाएको छैन त सामानहरू चाहिँ आज आइरहेको थियो कि सो आज बेला चाहिँ अलिकति भए पनि आएको छ भनेर म न्युज दिन्छु नि त भनेर चाहिँ सो मैले चाहिँ न्युज दिएको हजुरहरूलाई मेरो सामान चाहिँ कस्तो लाग्यो अर्डर गर्न सक्नुहुन्छ मन परेको जति हजुरहरूले र अस्ति यो लटमा भन्दा पहिला लटमा चाहिँ मैले सामान देखाएको थिएँ एकदमै धेरै मन पराउनु भएको थियो र म दिनदिनै मेरो अनलाइन सामानहरू गइरहेको छ कि यति धेरै माया गरिदिनु भएको छ थ्याङ्क यू सो मच सो यही नै हो आजको लागि ब्लगहरू चाहिँ यति नै रहेको छ र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज गाइज बाई बाई